भर्खर संविधान बनेको तर नयाँ कानून र संरचना नबनिसकेको संक्रमणकाल, सीमित स्रोत साधन र समय अनि असीमित अपेक्षा र आशंकाका बीच गगन थापाले 9 महिना स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले। स्वास्थ्य क्षेत्रका जान्ने बुझ्नेहरूले उनको कार्यकाललाई स्वर्णिम समय मान्छन्। गगनजीको पालामा चाहिँ धेरै नीतिगत छलफलहरू भयो, लङ टर्मलाई चेन्ज गर्ने एउटा महत्त्वपूर्ण पिरियड थियो जस्तो लाग्छ मलाई चाहिँ। उहाँ स्वास्थ्यको मान्छे होइन नभए पनि तर उहाँको भिजन विदेशका कुराहरू बुझेको मन्त्री भयो भने चाहिँ नै सजिलो हुँदो रहेछ। छुट्टै समयमा पनि स्वास्थ्य मन्त्रालयलाई एउटा सिस्टममा ल्याउनु भयो। गगनले विशिष्ट व्यक्तिले पाउने अतिरिक्त सरकारी उपचार खर्च नियन्त्रण गरे। मेरो उपचार नेपालभन्दा बाहिर भइहाल्छ र त्यसका निम्ति पैसा पनि मैले गर्नु पर्दैन भन्ने भएपछि हाम्रो यहाँभित्रको स्वास्थ्य संस्था जो आम नागरिकले उपभोग गर्छन् त्यसलाई बल्ल बनाउनेतर्फ हाम्रो कामहरू अथवा कदमहरू चल्दैन। त्यो सन्दर्भमा चाहिँ म एउटा ठुलो उपलब्धि ठान्छु। विपन्न नागरिक लक्षित कार्यक्रम विस्तार गरे। अस्पतालमा सामाजिक इकाइ विस्तार गरे। डायलासिस सेवालाई पूर्ण निशुल्क गरी काठमाडौँ बाहिर 40 बढी अस्पतालमा विस्तार गरे। गगन सरले सेपेटी डाइरेक्सनहरू फ्री गरिदिनु भनेर बाँच्न पाइएको छ। निशुल्क मृगौला प्रत्यारोपण सुरु गरे। बाथ मुटु रोगको निशुल्क सेवा तथा नेपालगञ्ज र जनकपुरमा मुटु रोग उपचार सुरु गरे। नेपालमै कलेजो प्रत्यारोपण सम्भव बनाए। सबै नेपालीलाई स्वास्थ्य बीमा अनिवार्य गर्न कानून ल्याए। विपन्न ज्येष्ठ नागरिक अपाङ्गता भएका एकल महिलालाई सरकारले नै शुल्क तिर्ने व्यवस्था गरे। बिमा गर्न नसक्ने मान्छेको प्रिमियम राज्यले तिर्दैन। कानुनै बनेर यो अब नागरिकको अधिकारको रूपमा सरकारको जिम्मेवारीको रूपमा स्थापित भइसक्यो। सबै वडा र पालिकामा आवश्यक पर्ने स्वास्थ्य जनशक्ति, पूर्वाधार, उपकरण र स्रोत सहितको विस्तृत खाका बनाए। सबै अध्ययन भएर 74 सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएर बसेको छ। एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना भनेर चाहिँ एउटा 7 वर्षको 1.2 खरबको परियोजना बनाएको थियो। त्यो उनको पालामा लागू भएको भए नेपालका हरेक ठाउँमा लगभग 4000 वटा स्वास्थ्य भनौँ अस्पतालहरू हुन्थे। क्यान्सरको उपचार सस्तो र सहज बनाउन क्यान्सर प्रोटोकल बनाए। नेपालगञ्जमा सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा ल्याए। औषधि सस्तो र सुलभ गराउन सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्नुपर्ने निर्णय गरी 75% अस्पतालमा कार्यान्वयन गरे। देशैभर मृगौला र पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षण गराए। सामुदायिक विद्यालयमा विद्यालय नर्स राख्नुपर्ने अवधारणा ल्याए। देशैभरि म स्वस्थ मेरो देश स्वस्थ अभियान सञ्चालन गरे। हरेक शहरमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्ने अभ्यास सुरु गरे। सबै नागरिकको साझेदारीमा सकेसम्म कसैलाई अस्वस्थ बन्न नदिने, अस्वस्थ हुने अवस्थालाई सकेसम्म पर धकेल्ने, यो सोचाइका साथमा अहिले हामीले बनाएको जुन नगर अस्पताल यो सोचाइका साथमा बनाएको। यस बाहेक दर्जनौं नीति, कानून, निर्देशिकाको खाका बनाए। मैले गगन थापाजी जस्ता युवा मन्त्रीहरू पनि मैले प्राप्त गरे। एउटा तीव्र इच्छा शक्ति सहित काम गर्ने त्यस्ता साथीहरू प्राप्त गरे। बिरामीदेखि विज्ञसम्म कसैले पनि गगन थापाले राम्रो काम गरे भन्न हिचकिचाउँदैनन्। म चाहिँ किडनी ट्रान्सप्लान्ट गरेर आएको 4 वर्ष भयो। किडनीमा डायलिसिस फ्री गराउनु भयो। यताउता चेक जाँचको लागि मात्रै पैसा लाग्छ, हस्पिटलमा 1 रुपैयाँ पैसा लाग्दैन। भिजन छ, आँट हिम्मत छ भनेदेखि चाहिँ चेन्ज ल्याउन सकिँदो रहेछ भन्ने कुरा चाहिँ एकजना मैले लिडर देखेको माननीय गगन थापा हो। काम गर्न योग्य छु, नेतृत्व गर्न योग्य छु भन्ने कुरा फगत चाहिँ एउटा 9 महिनाको स्वास्थ्य मन्त्री कालमा देखाउनु भएको छ। जुन स्वास्थ्य क्षेत्रमा सुधारात्मक कामहरू जे गर्नुपर्ने थियो उहाँले धेरै काम गर्नुभएको छ। I think his contribution has been remarkable and I think such kind of leadership is the need of our nation at this time. अहिले पनि स्वास्थ्य क्षेत्रमा उनकै कामको चर्चा छ। उहाँको बारेमा धेरै कुरा आउँछन्। उहाँले निकै ठुलो चेन्ज गर्न खोज्नु भएको थियो। जुन कुराको थालनी गर्नु भएको छ त्यसलाई चाहिँ व्यवस्थित गर्ने काममा हामी पनि लागिरहेकै छौँ। मन्त्री छोडे पनि स्वास्थ्य क्षेत्र छोडेनन्। सत्यको पक्षमा उभिँदै गर्दा फगत एकजना भए पनि पुग्छ।
आज डाक्टर गोविन्द केसी सत्यको पक्षमा उभिनुहुन्छ। चिकित्सा शिक्षा ऐन बनाउनेदेखि कोरोना महामारी नियन्त्रणमा खटिने र खबरदारी गर्ने, डेङ्गीमा निशुल्क परीक्षण गराउने सम्मका काममा गगन उत्तिकै सक्रिय रहे। त्यसैले म धेरै 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 धन्यवाद टाइमको हेल्पको लागि। एक असल जनप्रतिनिधिको रूपमा उहाँले देखाउनु भएको तदारुकता, भूमिका, सङ्घर्ष र साहस हामी सबैको लागि प्रेरणादायी बनेको छ। कार्यकारी भूमिकाको रूपमा पहिलो पटक 9 महिना मात्रै मौका पाउँदा त यति धेरै गर्नेले 5 वर्ष मौका पाए कति गर्लान्। उनको क्षमता र अनुभवका आधारमा अब गगन थापाले देश हाकेको हेर्न चाहनेहरू धेरै छन्। के हामीले यस्तै काम गर्ने नेतृत्व खोजेको होइन र?